back to my new video. आयो भजहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु यतिको। अनि अहिले चाहिँ हाम्रो बिहानीको सुरुवात भइसकेको छ। म चाहिँ यो चिप्स खाँदैछु। मेरो बहिनी यहाँ हुनुहुन्छ है। अनि हाम्रो मासु अब चाहिँ हामी चुना लाउनु भन्नुहुन्छ। एकछिनमा भेट्नु। यो चाहिँ मेरो घरबाट देखिएको रमणीय दृश्य। यो बंदर आया, अम्बक छोड़ के चला गया। वो तल्लो टिनमा नजानु है। देखिरहेछु मैले देखिरहेछु।
अहिले चाहिँ घर पनि ल्याइसके। त्यस पछाडि अहिले चाहिँ यहाँ यो सुन्तलाको बोटमा चाहिँ त्यो के पो नाम भन्नुहुन्थ्यो बाबाले, हो त्यस्तो आएको रहेछ कि। अनि त्यसलाई चाहिँ काट्दिन लाग्यो। त्यसले काटिदियो भने चाहिँ बोट राम्रो हुन्छ, त्यही भएर। अनि यतातिर भन्दा नि उता पारीतिर चाहिँ पानी परिरहेछ। यता यो ट्याम्के मयुङतिर यता पानी परिरहेछ। अनि यता माथि स्यामसिलातिर पानी परिरहेछ। हाम्रोतिर चाहिँ पानी परेको छैन। पानीको चाहिँ खाँचो छ यता पनि। यहाँ जानुपर्ने हुन्छ यसरी। यहाँ काँक्रा यसरी मुसाले मैले त यस्तो राम्रो चराको गुड छ। डु राम्रो यहाँ कहाँ पो बाबाले भन्नुहुँदैछ। सुन्तला त कस्तो दामी फलेको छ नि यतातिर नि। त्यसले के गर्नु पछि अब बाबा स्कुल जानुभएको बेला चोरहरू ल्याएर चोरेर लगिदिन्छ। यस्तो रिस उठ्छ नि। यहाँ एभोकाडोहरू छ यसरी। यहाँ फुल फुलिरहेछ। यता तल पनि छ। अब चाहिँ हामी काट्नुपर्ने हुन्छ रुख माथि। हजुर यसलाई चाहिँ भाइरस भन्छ नि। यो हाम्रो सुन्तलाको बोटमा आएको छ। अनि यहाँ नानाजी चढ्नु हुँदैछ यो भाइरसलाई काट्न। हामीले चाहिँ रुखमा भएको भाइरस पनि निकाल्यौँ होइन। भाइरस सँगसँगै रुखको हाँगा पनि भाँचिदियौँ। यस्तो छ भाइरस चाहिँ। भाइरस चाहिँ हेर्न सक्नुहुन्छ यसरी फैलिएर जान्छ। यो तान्दा पनि निक्लिँदैन क्या। कस्तो डरो खालको छ। डरो हुन्छ क्या यो। निक्लिँदैन यो। यस्तो डेन्जर हुन्छ। त्यही भएर यो निकाल्दिन खोजेको। रुखको हाँगै भाँचियो। अनि यहाँ सबै बोडीहरू यसरी किचियो सबै। आए के गर्नु हजुर, यस्तै छ। यस्तै खोक्री बोक्नु भयो। मेरो लुगा त नि डेन्जर भयो त। अब चाहिँ हामी डाइरेक्ट माथि गएर भेट्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी खाजाहरू खाएर फेरि घाँस काट्न जाँदैछौँ। तपाईँ कतादेखि काट्ने? हेलो खोइ त कहाँ पोखरीतिर चाहिँ काट्नु हुन्छ। अब यहाँ घाँस काट्नुपर्ने हुन्छ हामीले। कस्तो दामी देखेको पछाडि चाहिँ त। यहाँ घाँस काट्नुपर्ने हुन्छ। फटाफट मेरो पेट पो दुख्यो। उही काट्दै भयो। म मासु तल गरौँ त तपाईँ तल गर्नुहुन्छ। अब चाहिँ हामी घाँस काट्छौँ। एकछिनमा भेट्नु पर्छ ल। अहिले चाहिँ हामी घाँस पनि काटेर आइसक्यौँ। अनि यता घरतिर आएको मम्मीलाई खोज्दै। तर मम्मी कति जानुभएछ हौ। यस गाइज अहिले चाहिँ हाम्रो मम्मी नि आइसक्नु भएको छ। मम्मी कहाँ जानु भनेर खोज्नु गएको थियौँ नि है हामी। कोही भाइ मामुले दाइ माथि यस्तो मिठो साग टिपेर ल्याउनु भएको छ हाम्रो मामुले। राम्रै रहेछ फुल भन्दा। यता पनि छ। अब चाहिँ यहाँ काटाकुटी पर्नुहुन्छ। म चाहिँ माथि गएँ। म चाहिँ यहाँ माथि आएर अब मकै चढाउँछु भन्दै थिएँ। अनि अलिक यहाँ हिजो कुकुरले काटेको थियो क्या। अनि त्यही भएर चढाउनै भएन। अनि म त सुतेको। अब
आजको ब्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु म। होप यु गाइज इन्जोय दिस भिडियो। तपाईँहरू सबैले इन्जोय गर्नुभयो भन्ने आशा राखेको छु र यसो भन्दै अब भोलिको ब्लगमा फेरि भेट्नुपर्छ। अहिलेलाई चाहिँ बाई बाई।